सोलो हाइड्रो पावर लिमिटेडको आइपिओ पर्नेहरूको लागि चाहिँ एकदम गुड न्युज रहेको छ। गुड न्युज के रहेको छ भने आज सिडिएससी र सोलो हाइड्रो पावर लिमिटेड तथा नविद इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड बीच चाहिँ धितोपत्र अवधिकीकरण सम्बन्धीमा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। र यो चाहिँ किन गुड न्युज हो भने अब यो भएको केही दिनमा अथवा एक हप्ताभित्रमा नै जसलाई आइपिओ परेको छ उहाँहरूको डिमेट खातामा सबै सेयरहरू ट्रान्सफर गरिनेछ। तर अब यसको अलिक धेरै सेयर भएको कारणले एक हप्ताभन्दा अलिक बढी पनि लाग्न सक्छ। तर अब छिट्टै नै चाहिँ डिमेट खातामा ट्रान्सफर हुनेछ। जसलाई आइपिओ परेको छ तपाईँहरूले अब छिट्टै नै मेरो सेयरको पोर्टफोलियोमा देख्न पाउनुहुनेछ। र डिमेटमा ट्रान्सफर भइसकेपछि त्यसपछि फेरि नेप्सेमा लिस्टिङ हुनको लागि थप केही दिन लाग्नेछ र नेप्सेमा लिस्टिङ भएको भोलिपल्टदेखि मात्रै चाहिँ कारोबार हुनेछ। तर अब धेरै टाइम लाग्दैन, छिट्टै नै तपाईँहरूको डिमेट खातामा पनि ट्रान्सफर हुनेछ र कारोबार गर्न पनि पाउनुहुनेछ। र कारोबारमा आउँदाखेरि पहिलो ओपनिङ प्राइस रेन्ज चाहिँ 100 देखि लिएर 300 को बिचमा हुने